विद्यार्थी भाइ बहिनीहरू, आज हामी एससी परीक्षामा अर्थशास्त्र विषयमा अति छोटो उत्तर आउने प्रश्नहरूमा सोधिने प्रश्नहरू लिएर उपस्थित भएका छौँ। एकाइ 1 मा रहेको लागत तथा आय वक्रहरूबाट अति छोटो उत्तर आउने प्रश्नहरू अब हामी गर्नेछौँ। आउनुहोस् सम्भावित प्रश्नहरू अब गरौँ। 1 नम्बर प्रश्न, लागत भनेको के हो? कुनै पनि वस्तु तथा सेवाको उत्पादन गर्दा लाग्ने खर्चलाई लागत भनिन्छ। 2 नम्बर प्रश्न, उत्पादकले वस्तु तथा सेवाको उत्पादन गर्दा लाग्ने खर्चलाई के भनिन्छ? उत्पादकले वस्तु तथा सेवाको उत्पादन गर्दा लाग्ने खर्चलाई लागत भनिन्छ। औसत आय भनेको के हो? वस्तुको प्रति एकाइ मूल्य नै औसत आय हो। अर्को शब्दमा भन्नुपर्दा कुल आयलाई बिक्री भएको वस्तुको परिमाणले भाग गर्दा औसत आय प्राप्त हुन्छ। AR = TR/Q। 4 नम्बर प्रश्न, कुन बजारमा कुल आय रेखा दायाँतर्फ माथितर्फ जान्छ? पूर्ण प्रतिस्पर्धाको बजारमा कुल आय रेखा दायाँ माथितिर जान्छ। 5 नम्बर प्रश्न, कुल आयको परिभाषा दिनुहोस्। फर्मद्वारा उत्पादित वस्तु प्रचलित बजार मूल्यमा बिक्री गर्दा प्राप्त हुने आयलाई कुल आय भनिन्छ। प्रति एकाइ मूल्यले बिक्री परिमाणलाई गुणन गर्दा कुल आय प्राप्त हुन्छ। TR = P/Q। 6 नम्बर प्रश्न, सीमान्त आयको छोटो परिचय दिनुहोस्। कुनै वस्तुको एक अतिरिक्त एकाइ बिक्री गर्दा कुल आयमा थप हुने रकमलाई सीमान्त आय भनिन्छ। MR = ΔTR/ΔQ। 7 नम्बर प्रश्न, औसत आय भनेको के हो? कुनै फर्मले वस्तु तथा सेवाको प्रति एकाइ बिक्रीबाट प्राप्त गर्ने रकमलाई औसत आय भनिन्छ। AR = TR/Q। 8 नम्बर प्रश्न, आयको परिभाषा दिनुहोस्। फर्मले आफूले उत्पादन गरेको वस्तुको परिमाण दिएको बजार मूल्य बिक्री गरी प्राप्त गरेको कुल मौद्रिक परिमाणलाई आय भनिन्छ। 9 नम्बर प्रश्न, कुल औसत र सीमान्त लागतको सामान्य परिचय दिनुहोस्। कुल लागत उत्पादनका सम्पूर्ण साधनहरू खरिद गर्न तथा उत्पादन प्रक्रियालाई पूर्णता दिन आवश्यक पर्ने सम्पूर्ण मौद्रिक खर्चलाई कुल लागत भनिन्छ। TC = TFC + TBC। औसत लागत कुनै पनि वस्तु वा सेवाको प्रति एकाइ उत्पादन खर्चलाई औसत लागत भनिन्छ। AC = TC/Q। सीमान्त लागत कुनै पनि वस्तु वा सेवाको उत्पादन एक एकाइले बढाउँदा कुल लागतमा हुने परिवर्तनलाई सीमान्त लागत भनिन्छ। MC = ΔTR/ΔQ। 10 नम्बर प्रश्न, लागतको परिभाषा दिनुहोस्। कुनै पनि वस्तु वा सेवाको उत्पादन गर्दा विभिन्न प्रकारका कच्चा पदार्थहरू र उत्पादनका साधनहरूमा गरिएको खर्चलाई लागत भनिन्छ। साधारणतया कुल, औसत र सीमान्त लागत गरी लागत 3 किसिमका हुन्छन् भने समयको आधारमा अल्पकालीन र दीर्घकालीन लागत गरी लागत 2 किसिमका हुन्छन्। 11 नम्बर प्रश्न, कुल स्थिर लागत भनेको के हो? उत्पादन परिमाण परिवर्तन हुँदा पनि स्थिर रहने लागतलाई कुल स्थिर लागत भनिन्छ। कुल स्थिर लागतमा वस्तु उत्पादन गर्दा प्रयोग भएका उत्पादनका सम्पूर्ण स्थिर साधनहरूमा गरिएको खर्च समावेश हुन्छ। 12 नम्बर प्रश्न, स्थिर लागत र परिवर्तनशील लागतको बीचमा फरक छुट्याउनुहोस्। स्थिर लागत उत्पादन परिमाणमा परिवर्तन हुँदा पनि परिवर्तन हुँदैन भने परिवर्तनशील लागत उत्पादनमा आएको परिवर्तनसँगै परिवर्तन हुन्छ। 13 नम्बर प्रश्न, परिवर्तनशील लागत र औसत स्थिर लागत भनेको के हो? उत्पादनका परिवर्तनशील साधनहरूमा गरिएको खर्चलाई परिवर्तनशील लागत भनिन्छ। त्यसैगरी कुल स्थिर लागत र उत्पादित वस्तुको परिमाणले भाग गर्दा प्राप्त हुने नतिजालाई औसत स्थिर लागत भनिन्छ। AFC = TFC/Q। 14 नम्बर प्रश्न, औसत परिवर्तनशील लागत भन्नाले के बुझ्नुहुन्छ? कुल परिवर्तनशील लागत TBC लाई उत्पादित वस्तुको परिमाण Q ले भाग गर्दा आउने भागफललाई औसत परिवर्तनशील लागत ABC भनिन्छ। अर्थात् ABC = TBC/Q। 15 नम्बर प्रश्न, सीमान्त लागत वक्ररेखालाई रेखाचित्रमा देखाउनुहोस्। सीमान्त लागत वक्ररेखालाई रेखाचित्रमा निम्नानुसार देखाउन सकिन्छ। रेखाचित्र हेर्नुहोला। 16 नम्बर प्रश्न, अल्पकालीन लागत भनेको के हो? स्थिर साधनहरू यथावत रहँदा उत्पादन परिणामसँगै परिवर्तन हुने लागतलाई अल्पकालीन लागत भनिन्छ। औसत स्थिर लागत किन लगातार घट्छ? कुल स्थिर लागतलाई उत्पादन परिणामले भाग गर्दा औसत स्थिर लागत प्राप्त हुन्छ, तर स्थिर लागत भने यथावत हुन्छ। त्यसैले उत्पादन वृद्धि हुँदै जाँदा औसत स्थिर लागत निरन्तर घट्दै जान्छ। 18 नम्बर प्रश्न, कुल परिवर्तनशील लागतको प्रकृति कस्तो हुन्छ? कुल परिवर्तनशील लागत सुरुमा तीव्र गतिमा वृद्धि हुन्छ, त्यसपछि बिस्तारै वृद्धि हुन्छ र अन्तिममा तीव्र गतिमा वृद्धि हुन्छ। 19 नम्बर प्रश्न, औसत स्थिर लागतको प्रकृति कस्तो हुन्छ? औसत स्थिर लागत लगातार घटिरहन्छ, त्यसैले औसत स्थिर लागत वक्ररेखा तलतिर दायाँबाट बायाँतर्फ झुकेको हुन्छ। 20 नम्बर प्रश्न, औसत लागत रेखाचित्रमा प्रस्तुत गर्नुहोस्। यहाँ रेखाचित्रमा प्रस्तुत गरिएको छ, हेर्नुहोला। कुल स्थिर लागत, कुल परिवर्तनशील लागत र कुल लागत वक्ररेखाहरूलाई एउटै रेखाचित्रमा देखाउनुहोस्। यहाँ देखाइएको छ, ध्यानपूर्वक हेर्नुहोला। 22 नम्बर प्रश्न, पूर्ण प्रतिस्पर्धाको बजारमा औसत र सीमान्त आय वक्ररेखाहरू किन एक आपसमा खप्टिन्छन्? पूर्ण प्रतिस्पर्धाको बजारमा वस्तुको मूल्य समान रहने भएकोले AR र MR रेखाहरू एक आपसमा खप्टिनुका साथै स्थिर र X अक्षसँग समानान्तर हुन्छन्। 23 नम्बर प्रश्न, अपूर्ण प्रतिस्पर्धाको बजारमा औसत र सीमान्त आय वक्ररेखाहरूको झुकाव किन ऋणात्मक हुन्छ? अपूर्ण प्रतिस्पर्धाको बजारमा विक्रेताले बिक्री बढाउनलाई मूल्य घटाउने भएकाले AR र MR रेखाहरूको झुकाव ऋणात्मक हुन्छ। कुन बजारमा AR र MR रेखाहरू समान हुन्छन्? पूर्ण प्रतिस्पर्धाको बजारमा AR र MR रेखाहरू बराबर वा समान हुन्छन्। 25 नम्बर प्रश्न, अल्पकालमा कुल स्थिर लागत किन स्थिर हुन्छ? अल्पकालमा उत्पादनका स्थिर साधनहरू परिवर्तन गर्न नसकिने भएकोले कुल स्थिर लागत अल्पकालमा स्थिर हुन्छ।
26 नम्बर प्रश्न कुल स्थिर लागत, कुल परिवर्तनशील लागत र कुल लागत बीचको सम्बन्ध लेख्नुहोस्। कुल स्थिर लागत टिएफसी र कुल परिवर्तनशील लागत टिबिसी को योगफल कुल लागत टिसी हो, अर्थात् टिसी इक्वल टिएफसी प्लस टिबिसी। 27 नम्बर प्रश्न सीमान्त लागत र औसत लागत कति बेला बराबर हुन्छन्? औसत लागत न्यूनतम हुँदा सीमान्त लागत र औसत लागत बराबर हुन्छन्। 28 नम्बर प्रश्न पूर्ण प्रतिस्पर्धा बजारमा किन एआर र एमआर स्थिर र बराबर हुन्छन्? पूर्ण प्रतिस्पर्धाको बजारमा मूल्य स्थिर रहने भएकोले एआर र एमआर स्थिर र बराबर हुन्छन्। 29 नम्बर प्रश्न अपूर्ण प्रतिस्पर्धा वा एकाधिकारको बजारमा सीमान्त आय शून्य हुँदा कुल आयको अवस्था के हुन्छ? अपूर्ण प्रतिस्पर्धा वा एकाधिकारको बजारमा सीमान्त आय शून्य हुँदा कुल आय अधिकतम हुन्छ। 30 नम्बर प्रश्न औसत लागत रेखा किन यू आकारको हुन्छ? उत्पादन प्रक्रियामा परिवर्तनशील अनुपातको नियम लागू हुने भएकोले औसत लागत वक्र अङ्ग्रेजी अक्षर यू आकारको हुन्छ। 31 नम्बर प्रश्न यदि एउटा फर्मले 20 वटा वस्तुका एउटा एकाइ बिक्री गर्दा रु 3000 कुल आय हुन्छ भने त्यसको औसत आय पत्ता लगाउनुहोस्। यहाँ पत्ता लगाएको छ, ध्यानपूर्वक हेर्नुहोला। 32 नम्बर प्रश्न यदि 50 वटा वस्तु बिक्री गर्दा कुल आय रु 2000 प्राप्त हुन्छ भने त्यसलाई औसत आयमा पत्ता लगाउनुहोस्। यहाँ पत्ता लगाएको छ, ध्यानपूर्वक हेर्नुहोला। 33 नम्बर प्रश्न कुनै वस्तुको उत्पादन गर्दा कुल लागत रु 500 र कुल परिवर्तनशील लागत रु 200 पर्छ भने सूत्र प्रयोग गरी कुल स्थिर लागत पत्ता लगाउनुहोस्। यहाँ पत्ता लगाइएको छ, ध्यानपूर्वक हेर्नुहोला। 34 नम्बर प्रश्न रामले 4 वटा सर्टहरू जम्मा रु 1200 मा तयार पार्यो तर 7 वटा सर्टहरू बनाउँदा उसको कुल खर्च बढेर रु 1800 पुगेछ भने सीमान्त लागत कति होला? यहाँ सीमान्त लागत पत्ता लगाइएको छ। विद्यार्थीहरूले भिडियो पज गर्दै ध्यानपूर्वक हेर्नुहोला। 35 नम्बर प्रश्न कुनै विक्रेताले 10 वटा झोला बिक्री गर्दा रु 2000 कमाउँछ। यदि उसले अरू थप एक एकाइ बिक्री गर्दा उसको कुल आय वृद्धि भई रु 2240 हुन्छ भने सीमान्त आय पत्ता लगाउनुहोस्। यहाँ सीमान्त आय पत्ता लगाएको छ, ध्यानपूर्वक हेर्नुहोला। 36 नम्बर प्रश्न यदि 40 एकाइ वस्तु उत्पादन गर्दा कुल लागत रु 1200 लाग्छ भने औसत लागत पत्ता लगाउनुहोस्। यहाँ पत्ता लगाइएको छ, ध्यानपूर्वक हेर्नुहोला। 37 नम्बर प्रश्न यदि तेस्रो र चौथो एकाइ बिक्रीबाट कुल आय रु 18 र रु 24 छ भने वस्तुको चौथो एकाइ बिक्रीबाट हुने सीमान्त आय गणना गर्नुहोस्। यहाँ सीमान्त आय गणना गरिएको छ, दुईवटा विधिबाट गरिएको छ। कुन सजिलो लाग्छ त्यही विधि प्रयोग गरेर गणना गर्नुहोला। 38 नम्बर प्रश्न यदि एउटा फर्मले 4 वटा मोबाइल उत्पादन गर्दा प्रति एकाइ लागत रु 20000 छ भने कुल लागत पत्ता लगाउनुहोस्। यहाँ पत्ता लगाइएको छ। 39 नम्बर प्रश्न एउटा फर्मले वस्तुको 10 एकाइ उत्पादन गर्दछ जहाँ यसको कुल स्थिर लागत रु 100 र कुल लागत रु 250 छ। कुल परिवर्तनशील लागत टिबिसी र औसत परिवर्तनशील लागत एबिसी पत्ता लगाउनुहोस्। यहाँ पत्ता लगाइएको छ, विद्यार्थीहरूले ध्यानपूर्वक हेर्नुहोला। 40 नम्बर प्रश्न यदि एउटा वस्तुको 5 एकाइ र 6 एकाइ उत्पादन गर्दाको उत्पादन लागत क्रमशः रु 250 र 300 छ भने सीमान्त लागत पत्ता लगाउनुहोस्। यहाँ सीमान्त लागत पत्ता लगाइएको छ, विद्यार्थीले ध्यानपूर्वक हेर्नुहोला। 41 नम्बर प्रश्न यदि एउटा बेकरीले 8 वटा र 16 वटा ब्रेड उत्पादन गर्दाको कुल लागत क्रमशः रु 40 र रु 80 छ भने सीमान्त लागत पत्ता लगाउनुहोस्। यहाँ सीमान्त लागत पत्ता लगाइएको छ। सूत्र प्रयोग गरेर सीमान्त लागत पत्ता लगाउने प्रयास गर्नुहोला, ध्यानपूर्वक हेर्नुहोला। 42 नम्बर प्रश्न पूर्ण प्रतिस्पर्धाको बजारमा एआर र एमआर रेखाको प्रकृति कस्तो हुन्छ? पूर्ण प्रतिस्पर्धाको बजारमा मूल्य, औसत आय र सीमान्त आय भन्नु एउटै कुरा भएको र मूल्य स्थिर रहने कारण यस्तो बजारमा एआर र एमआर रेखा ओ एक्स अक्षसँग समानान्तर भई सिधा रेखाका रूपमा दायाँतिर अगाडि बढेको तथा दुवै रेखा खप्टिएको अवस्थामा हुन्छन्। 43 नम्बर प्रश्न यदि कुनै एउटा कृषकले 15 वटा स्याउ बिक्री गर्दा कुल आय रु 750 आर्जन गर्दछ भने सूत्र प्रयोग गरी उक्त कृषकको औसत आय पत्ता लगाउनुहोस्। यहाँ पत्ता लगाएको छ, ध्यानपूर्वक हेर्नुहोला। 44 नम्बर प्रश्न यदि एउटा व्यावसायिक फर्मले 20 एकाइ सुन्तला प्रति एकाइ मूल्य रु 40 का दरले बिक्री गर्दछ भने कुल आय पत्ता लगाउनुहोस्। यहाँ कुल आय पत्ता लगाइएको छ, ध्यानपूर्वक हेर्नुहोला र आफ्नो कपीमा सार्नुहोला। 45 नम्बर प्रश्न यदि 20 वटा र 21 वटा आँप बिक्रीबाट क्रमशः रु 400 र रु 1600 आय प्राप्त हुन्छ भने सीमान्त आय पत्ता लगाउनुहोस्। यहाँ सीमान्त आय पत्ता लगाइएको छ, विद्यार्थीहरूले ध्यानपूर्वक हेर्नुहोला। 46 नम्बर प्रश्न यदि 30 केजी गहुँ उत्पादन गर्दा कुल लागत रु 600 लाग्छ भने गहुँको औसत लागत कति होला? यहाँ गहुँको औसत लागत पत्ता लगाइएको छ, हेर्नुहोला। 47 नम्बर प्रश्न उत्पादन परिणाम 25 एकाइबाट परिवर्तन भएर 65 एकाइ पुग्दा लागत रु 1780 बाट रु 1990 हुन्छ भने सीमान्त लागत पत्ता लगाउनुहोस्। यहाँ सीमान्त लागत पत्ता लगाइएको छ, ध्यानपूर्वक हेर्नुहोला र आफ्नो कपीमा टिप्नुहोला, प्र्याक्टिस पनि गर्नुहोला।
48 नम्बर प्रश्न, यदि एउटा व्यापारीले 50 वटा सुन्तला प्रति एकाइ रु 10 का दरले बिक्री गर्छ भने कुल आय पत्ता लगाउनुहोस्। यहाँ कुल आय पत्ता लगेको छ, हेर्नुहोला। 49 नम्बर प्रश्न, यदि एउटा फर्मले 40 वटा स्याउ बिक्री गर्दा कुल आय रु 2000 हुन्छ भने औसत आय पत्ता लगाउनुहोला। यहाँ औसत आय पत्ता लगेको छ, ध्यानपूर्वक हेर्नुहोला। 50 नम्बर प्रश्न रहेको छ, एकाधिकार बजारमा कुल आय अधिकतम हुँदा सीमान्त आयको अवस्था के हुन्छ? एकाधिकार बजारमा कुल आय अधिकतम हुँदा सीमान्त आय 0 हुन्छ। विद्यार्थी भाइ बहिनीहरू, तपाईहरुलाई आजको प्रश्नोत्तर कस्तो लाग्यो कमेन्ट गर्नुहोला। साथै हाम्रो मेहनत र हौसलाका लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद।